ॐ शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम्। सम्पूर्ण दर्शक तथा श्रोता महानुभावहरू जय श्रीमन नारायण, राधे राधे। हरिबोधिनी एकादशी तथा तुलसी महारानी विवाह 2082 साल विशेष यस श्रृंखलामा यहाँहरू सबैजनालाई हार्दिक हार्दिक स्वागत छ। म पण्डित कपिल देव उपाध्याय। श्रोता महानुभावहरू, हामीले धार्मिक अनलाइन टिभी मार्फत हाम्रो विभिन्न धार्मिक चाडपर्वहरू, विभिन्न व्रत विधिहरू, कथाहरू हजुरहरूलाई श्रवण गराउँदै आइरहेका छौं। त्यसै बीचमा हामी अत्यन्तै पावन व्रत हरिबोधिनी नाम गरेको एकादशीको नजिक आइपुगेका छौं। विशेष गरी एकादशीको व्रत बस्दै आउनुभएका भक्तजनहरूले आफ्नो व्रत पूर्ण गर्नका लागि पनि हरिबोधिनी एकादशीको व्रत पूजा आराधना गर्नुपर्दछ भने अन्य कुनै एकादशीको व्रत बस्नुहुन्न भने पनि हरिबोधिनी एकादशी व्रत भने अवश्य पनि बस्नु पर्दछ भनेर यसको महिमालाई हाम्रा शास्त्रका प्रवक्ता ऋषि महर्षिहरूले बताउनु भएको छ। त्यसैले आउनुहोस्, तुलसी महारानीको विवाह पनि यस दिनमा भएकाले गर्दा तुलसी महारानीको विवाह कसरी गरिन्छ र सम्भव हुन्छ भने व्रत बसौं अथवा हरिबोधिनी एकादशीको यथासम्भव आराधना गरौं। सर्वप्रथम यस दिनको पञ्चाङ्गबाट सुरु गरौं। विक्रम सम्वत 2082 साल कार्तिक महिनाको 15 गते शनिबार, अंग्रेजी समय अनुसार 2025 नोभेम्बर 1 तारिकको दिनमा हामीलाई एकादशीको अत्यन्त धेरै महत्वपूर्ण तिथि प्राप्त हुनु भएको छ, जुन एकादशी हरिबोधिनी एकादशी हुन् र हामीले तुलसी महारानीको विवाह पनि यसै दिनमा गर्दछौं। श्रोताजनहरू, आषाढ महिनाको शुक्ल एकादशीमा जुन हरिशयनी एकादशीको दिनबाट भगवान नारायण शयन गरेर यस हरिबोधिनी एकादशीमा जागा हुनुहुन्छ, सो एकादशीलाई देव उठ्ने एकादशी पनि भन्ने गरिन्छ। सोही हरिशयनी एकादशीको दिनमा रोपिएको तुलसीलाई भगवान विष्णुलाई कन्यादान गर्नाले अथवा भगवान विष्णुको साथमा विवाह गरिदिनाले अत्यन्त ठूला ठूला यज्ञ अनुष्ठान गरेको फल प्राप्त हुन्छ भनेर भनिएको छ। त्यसै कारणले गर्दा यस दिनमा सम्भव हुनेले अवश्य पनि तुलसीको विवाह गरिदिनुहोला। विशेष गरी यस श्रृंखलामा एकादशी भगवान विष्णु लक्ष्मीको पूजन कसरी गर्ने अनि तुलसी महारानीको विवाह कसरी गर्ने सजिलो र शास्त्रमा आधारित पूजा विधि प्रस्तुत गर्दैछु। हजुरले भिडियोलाई अन्तिमसम्म ध्यानपूर्वक हेर्ने कष्ट गर्नुहोला र साथै हजुर हाम्रो धार्मिक अनलाइन टिभी परिवारमा जोडिन चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर जोडिन पनि सक्नुहुनेछ। र एकादशी व्रत गर्ने व्यक्तिहरूले अघिल्लै दिन बेलुकाबाट शुद्ध रहनु पर्दछ। हरिबोधिनी एकादशी व्रत 2082 सालमा कार्तिक 15 गते भएकाले अघिल्लो दिन कार्तिक 14 गते बेलुकादेखि नै पवित्र रहनुपर्छ। माछा, मासु, मदिरा, धुम्रपान, लसुन, प्याज जस्ता कुराहरूको सेवन गर्नु हुँदैन। सात्विक आहारमा रहनुपर्छ र व्रतको दिन अर्थात् कार्तिक 15 गते शनिबार बिहान ब्रह्म मुहुर्तमा उठेर स्नान आदि कर्महरू गर्नुपर्दछ। त्यसपछि शुद्ध कालो र नीलो बाहेकका वस्त्रहरू धारण गरेर आफ्नो नित्य पूजा, नित्य कर्महरू जे रहेका छन्, आफूले बिहान उठेर गर्ने कर्महरू सकेर आफूले जप्नु पर्ने गायत्री मन्त्र, गुरु मन्त्र अथवा भगवानका नामहरूको जप गरिसकेपछि हजुर पूजनको लागि तयारी हुनुहुन्छ। र विशेष गरी हजुरहरूको घरमा तुलसीको मठ छ भने तुलसी मठको समीपमा लगेर लक्ष्मी नारायणलाई पनि पूजन गर्नुभयो भने हजुरहरूलाई सहज हुन्छ। नत्र भित्रै पूजाको कोठामै पूजा गर्न पनि सक्नुहुन्छ। र भित्र पूजा गरिसकेपछि तुलसी महारानीको विवाह गर्ने समयमा तुलसी मठ छेउमा समीपमा लगेर राख्न पनि सक्नुहुन्छ। र तुलसीको जल भगवानको जल खानको लागि सजिलो हुने भएकाले गर्दा नजिकै लगेर साथमै पूजा गर्न पनि सक्नुहुन्छ। भगवानलाई तुलसी माताको दायाँपट्टि राखेर हजुरहरूले पूजा गर्न सक्नुहुनेछ। हजुरहरूलाई जहाँ सम्भव हुन्छ त्यसरी नै पूजा गर्नुहोला।
अब म हजुरहरूलाई पूजा गर्ने विधि बताउने छु। सर्वप्रथम दियो, कलश र गणेशजीको स्थापना गर्नुहोला। विशेष गरी तुलसी मठको समीपमा दियो, कलश र गणेशजीको स्थापना गर्नु भएमा दुवै तर्फको पूजालाई सहज हुन्छ र दियो, कलश, गणेशको पूजा गर्नका लागि कर्मपात्र बनाउनु पर्दछ। एउटा काँसको कचौरामा कुशका टुक्रा, जौ, तिल, जल, चन्दन, अक्षता, फूल यी कुराहरू तयार गरेर कर्मपात्र बनाइसकेपछि अर्घ्य बनाउनुहोला। दही दूध राखेर, फल राखेर, दुबो कुश राखेर अर्घ्य तयार गर्नुहोला। त्यसै गरी जौ, तिल, चन्दन, फूल, अक्षता राखेको एउटा थाली तयारी गर्नुहोला र तुलसी महारानीलाई लगाइदिनका लागि माला, लक्ष्मी नारायणलाई लगाइदिनका लागि माला, प्रसादहरू, भेटीहरू, दक्षिणाहरू, हरेक कुराहरू हजुरहरूले तयारी गरेर तुलसी महारानीको लागि वस्त्र, लक्ष्मी नारायणको लागि वस्त्र, सम्भव हुन्छ भने यी सबै कुराहरू तयार गर्नुहोला। र विशेष गरी यस दिनमा हामीले तुलसी माताको आडमा भगवानको पूजन गर्दैछौँ। यसरी सर सामग्री तयारी गरिसकेपछि हजुरहरू पूजाको लागि बस्नुपर्ने हुन्छ। पूजा कोठामा भए पनि पूर्वतिर र तुलसी मठमा भए पनि पूर्वतिर फर्किएर आफ्नो दायाँतर्फ दियो, बीचमा गणेशजी र आफ्नो देब्रेपट्टि कलशको स्थापना गर्नु पर्दछ। हजुरहरूले भुइँमा गर्दै हुनुहुन्छ भने एउटा टपरीमा धान हालेर धानमाथि कलश स्थापना गर्न सक्नुहुन्छ भने दुईवटा टपरीमाथि चामल राखेर एउटामा दियो र अर्को टपरीमाथि गणेशजीको स्थापना गर्न सक्नुहुनेछ। र आफूभन्दा ठ्याक्कै अगाडि बीचमा धान चामलमाथि कलश राखेर त्यसमाथि थाली राखेर भगवानको मूर्ति प्रतिमालाई राख्न पनि सक्नुहुन्छ। अथवा लिङ्गो बनाएर तुलसी माताको विवाह गर्ने हजुरहरूको प्रचलन रहेको छ भने धेरै ठाउँमा चलन रहेको छ। नारायण भगवानको स्वरूप मानेर एउटा ठुलो लिङ्गो राखेर त्यही लिङ्गोको फेदमा लक्ष्मी नारायणको प्रतिमा राखेर पूजन गर्न पनि सक्नुहुनेछ। र लिङ्गोमा पनि पूजा गर्ने र लिङ्गोमाथि माला सहित एउटा फल झुन्डाइदिने प्रचलन पनि रहेको छ। यसरी सबै तयार गरिसकेपछि सर्वप्रथम दियोको पूजा गर्नुपर्ने हुन्छ। त्यहाँभन्दा अघि हातमा कुशको टुक्रा, जल, जौ, तिल लिएर आजको यो अत्यन्त पावन दिनको समयमा म फलानो गोत्रको फलानो नाम गरेको व्यक्तिले आज हरिबोधिनी एकादशीको दिन रहेको छ। यो दिनमा म सबै परिवार सहित भएर विशेष गरी भगवानको प्रेम आशीर्वाद प्राप्ति गर्नका लागि, त्यसै गरी जान अनजानमा गरिएका सम्पूर्ण पापहरू नाश गर्नका लागि, अन्य कुनै धर्म कर्मबाट प्राप्त गर्न नसकिने तुलसी महारानीको विवाह गरेर लक्ष्मी नारायण भगवानको साथमा विवाह गरेर पाइने जुन फल रहेको छ त्यो फल प्राप्तिको लागि आजको पावन दिनमा मैले आफूले सकेको सामग्रीहरू जे सम्भव हुन्छ ती सामग्रीहरूले तुलसी महारानी र लक्ष्मी नारायण भगवानको पूजन गर्दछु भनेर संकल्प लिनुहोला र त्यसपछि पूजा सुरु हुन्छ। हजुरले सर्वप्रथम दियोलाई मेरो यो कर्मको साक्षी भएर बसिदिनु होला भनेर दियोलाई चन्दन, फूल, अक्षता, जौतिलले पूजा गर्नुहोला र पूजा गर्दाखेरि ओम दीप नारायणाय नमः अथवा मन्त्र पढ्न जान्नुहुन्छ भने स्क्रिनमा देखाइएको छ, पढ्न सक्नुहुनेछ। ओम शुभम भवतु कल्याणम आरोग्यम सुख सम्पदा सर्व पाप विनाशाय दीप ज्योतिर्नमस्तुते भनेर पनि पूजा गरी नैवेद्य भेटी चढाउन सक्नुहुनेछ। त्यसपछि कलशको पूजन गर्नुपर्ने हुन्छ। कलशको शिरदेखि पाउसम्म सम्पूर्ण देवी देवता, तीर्थ, समुद्र आदि सबैलाई सम्झेर हाम्रो तन, मन, वचन पवित्र गरिदिनुहोस् हे वरुण देवता भन्दै मन्त्र पढ्न सक्नुहुनेछ। ओम कलशस्थ वरुणाय नमः अथवा ओम कलशस्य मुखे विष्णु कण्ठे रुद्र समाश्रिता मूलेस्तस्य तितो ब्रह्म मध्ये मातृ गणास्मृता भनेर यी मन्त्रद्वारा चन्दन, फूल, अक्षताले पूजा गरिसकेपछि नैवेद्य भेटी चढाउन सक्नुहुनेछ। त्यसपछि गणेशजीको पूजन गर्नु पर्दछ। हे गणेशजी, हाम्रो जीवनमा कुनै पनि विघ्न बाधा नआइपरोस्, हजुरको कृपा प्राप्ति होस् भनेर गणेशजीको पूजा गर्नु पर्दछ। गणेशजीको पूजा गर्नका लागि चन्दन, फूल, अक्षता, जौतिल आदिले पूजा गर्दै
ओम गङ्गणपतये नमः अथवा ओम वक्रतुण्ड महाकाय कोटि सूर्य समप्रभ निर्विघ्नं कुरु मे देव सर्व कार्येषु सर्वदा। सबै काममा सिद्ध प्रदान गर्नुहोस् हे गणेशजी भनेर यसरी पूजा गरिसकेपछि धूप दीप बालेर देखाउनु होला। फल नैवेद्य जनै सुपारी दुबो भेटी चढाउनु होला र त्यसपछि त्यहाँ पूजा मण्डप वरिपरि अरू देवी देवताहरू पनि छन् भने सबैमा पूजन गर्न सक्नुहुनेछ र यस दिनमा हजुरहरूले एउटा लिङ्गो राख्न सक्नुहुनेछ। त्यो सम्भव भएन भने शालिग्राममा, तस्बिरमा, मूर्तिहरूमा, प्रतिमाहरूमा लक्ष्मी नारायणको पूजा आराधना गर्न सक्नुहुनेछ। यी केही पनि सम्भव नभए सुपारी नरिवल अथवा सिक्का पैसालाई सुनमा घोटेर पनि प्रतिमा मानेर पूजा गर्न सक्नुहुनेछ। यसरी प्रतिमा स्थापना गरिसकेपछि अब एकादशीको पूजन विधि बताउन गइरहेको छु, ध्यानपूर्वक श्रवण गर्नुहोला। सर्वप्रथम एकादशीको पूजन लक्ष्मी नारायणको पूजन गर्न गइरहेका छौँ र हजुरहरूसँग दही, दूध, घिउ, मह, चिनी, विशेष पञ्चस्नानका सामग्रीहरू रहेका छन् भने तयार गर्न सक्नुहुनेछ र हजुरले यदि शालिग्राममा पूजन गर्दै हुनुहुन्छ भने शालिग्रामलाई आवाहन गर्नु पर्दैन। सधैँ पूजा गर्नु भएको छ भने आवाहन गर्नु पर्दैन र नयाँ प्रतिमा भए आवाहन गर्नु पर्दछ। आवाहनम समर्पयामी भनेर जल चढाइदिनु होला। आवाहनम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः भनेर त्यसपछि भगवानको चरण पखाले भनेर फेरि जल चढाइदिनु होला। पाद्यम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः त्यसपछि अर्घ्यको जल चढाउनु होला। अर्घ्यम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः त्यसपछि फेरि शुद्ध जल चढाउनु होला। आचमनीयम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः र त्यसपछि पञ्चामृत चढाउनु होला। सुरुमा दुधले स्नान गराउनु होला। दुग्धम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः त्यसपछि फेरि शुद्ध जल चढाउनु होला। ओम शुद्ध जलम समर्पयामी लक्ष्मी नारायणाय नमः त्यसपछि दहीले स्नान गराउनु होला। दधिम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः शुद्ध जलम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः घिउले स्नान गराउनु होला। घृतम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः त्यसपछि फेरि शुद्ध जल चढाउनु होला। ओम शुद्ध जलम समर्पयामी लक्ष्मी नारायणाय नमः त्यसपछि महले भगवानलाई स्नान गराउनु होला। मदम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः शुद्ध जलम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः चिनी अथवा सक्खरले स्नान गराउनु होला। शर्करम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः फेरि पुनः शुद्ध जल चढाउनु होला। शुद्ध जलम समर्पयामी लक्ष्मी नारायणाय नमः र यसरी पञ्चामृतले लक्ष्मी नारायणलाई स्नान गराइसकेपछि दुध, दही, घिउ, मह, चिनी मिसाएर पुरा पञ्चामृत एकैसाथ चढाउन पनि सक्नुहुनेछ। पञ्चामृतम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः त्यसपछि फेरि शुद्ध जल चढाइदिनु होला। शुद्ध जलम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः यति गरिसकेपछि हजुरहरूले यदि शालिग्राममा पूजन गर्दै हुनुहुन्छ भने भगवानको मूर्तिमा पूजन गरिरहनु भएको छ भने भगवानलाई निकालेर जलले राम्ररी स्नान गराएर शुद्ध वस्त्रले पुछेर अनि चन्दन लगाएर राख्न सक्नुहुनेछ। अथवा तस्बिर, लिङ्गो, नरिवल अथवा सुपारीमा पूजन गर्दै हुनुहुन्छ भने स्नान नगराइकन पूजन गर्न पनि सक्नुहुन्छ। यति कर्म गरिसकेपछि वस्त्र छन् भने वस्त्र चढाउन सक्नुहुनेछ। वस्त्रम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः र फेरि शुद्ध जल चढाइदिन सक्नुहुन्छ। शुद्ध जलम समर्पयामी लक्ष्मी नारायणाय नमः अनि जनै चढाउन सक्नुहुनेछ। यज्ञोपवीतम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः फेरि पुनः शुद्ध जल चढाउन सक्नुहुनेछ। शुद्ध जलम समर्पयामी लक्ष्मी नारायणाय नमः त्यसपछि श्रृङ्गारका सामग्री ऐना, चुरा, पोते, तुलसी मातालाई त ल्याउनु भएकै होला अथवा नल्याउनु भएको पनि हुन सक्छ र लक्ष्मी मातालाई पनि ल्याउनु भएको छ भने चढाउन सक्नुहुनेछ। सौभाग्य द्रव्यम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः फेरि पुनः शुद्ध जल चढाउन सक्नुहुनेछ। शुद्ध जलम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः त्यसपछि चन्दनले पूजन गर्न सक्नुहुनेछ। चन्दनम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः
जौ तिलले पूजा गर्न सक्नुहुन्छ। जेवान तिलान समर्पयामी ओम लक्ष्मी नारायणाय नमः। पुष्पमालाहरू चढाइदिन सक्नुहुन्छ। पुष्पमाल्यम समर्पयामी लक्ष्मी नारायणाय नमः। त्यसपछि तुलसी पत्र तुलसी मञ्जरीहरू चढाउन सक्नुहुन्छ। तुलसी पत्रम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः। त्यसपछि भगवानको शिरदेखि पाउसम्म पूजा गर्नु पर्दछ। जौ तिल फूल अक्षताले पूजा गर्दै ओम अच्युताय नमः पादौ पूजयामी। ओम नारायणाय नमः जङ्गे पूजयामी। ओम केशवाय नमः गुल्फो पूजयामी। ओम रामाय नमः जानुनी पूजयामी। ओम कृष्णाय नमः मिड्रुम पूजयामी। ओम नृसिंहाय नमः नाभिम पूजयामी। ओम दामोदराय नमः हृदयम पूजयामी। ओम जनार्दनाय नमः कण्ठम पूजयामी। ओम श्रीधराय नमः बाहुम पूजयामी। ओम वाचस्पतये नमः मुखम पूजयामी। ओम जगन्नाथाय नमः ललाटम पूजयामी। ओम सर्वात्मने नमः शिरम पूजयामी। ओम सत्यनारायणाय नमः सर्वाङ्गम पूजयामी। यसरी भगवानको शिरदेखि पाउसम्म पूजा गरिसकेपछि हजुरहरूले धूपबत्ती बालेर देखाइदिन सक्नुहुनेछ। धूपम दीपम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः। त्यसपछि नैवेद्य प्रसादहरू चढाइन सक्नुहुन्छ। नैवेद्यम अर्पयामी ओम लक्ष्मी नारायणाय नमः। त्यसपछि हजुरहरूले जल चढाउन सक्नुहुन्छ। आचमनियम समर्पयामी लक्ष्मी नारायणाय नमः। यति कर्म गरिसकेपछि हजुरहरूले अन्त्यमा दक्षिणाहरू चढाउनु होला। दक्षिणा द्रव्यम समर्पयामी ओम लक्ष्मी नारायणाय नमः। र यति कर्म गरिसकेपछि हामी तुलसी पूजन तर्फ अघि बढ्छौं। र तुलसीको विवाह गर्ने व्यक्तिहरूले तुलसी मठ गमला जेमा तुलसीलाई रोपिएको छ त्यो मठलाई पोतेर रंग लगाएर राम्रो बनाउन सक्नुहुनेछ। र सम्भव भए 5 वटा लिङ्ग वरिपरि राख्न सक्नुहुनेछ। र सम्भव नभए तुलसी मठको बीचमा एउटा छाता जस्तो बनाएर माथिपट्टि फल घोपेर पनि राख्न सक्नुहुनेछ। त्यसपछि तुलसी महारानीको पूजा गर्नु पर्दछ। अत्यन्त ध्यानपूर्वक श्रवण गर्नुहोला। हजुरहरूले लक्ष्मी नारायणको पूजा गर्दा नै तयार गरिसक्नु भएको हुन्छ र सुरुमा फूल हातमा लिएर तुलसी माताको ध्यान गर्नुहोला। ध्याये च तुलसीम देवीम श्यामम कमललोचनम प्रसन्नम पद्मवदनम वरभय चतुर्भुजाम ओम तुलसी देव्यै नमः भनेर फूल तुलसी मातालाई अर्पण गर्नुहोला। अथवा ध्यानम समर्पयामी ओम तुलसी देव्यै नमः भन्न सक्नुहुन्छ। र त्यसपछि तुलसी मातालाई जल छर्कनुहोला। आवाहनम समर्पयामी ओम तुलसी देव्यै नमः। कुशको टुक्रा तुलसी माताको छेउमा राखिदिनु होला। आसनम समर्पयामी ओम तुलसी देव्यै नमः। पाउ धोइदिए भनेर जल चढाइदिनु होला। पाद्य जलम समर्पयामी ओम तुलसी देव्यै नमः। र अर्घ चढाइदिनु होला। अर्घ्यम समर्पयामी ओम तुलसी देव्यै नमः। त्यसैगरी पञ्चामृतले स्नान गराइदिनु होला। पञ्चामृतम समर्पयामी ओम तुलसी देव्यै नमः। त्यसैगरी फेरि शुद्ध जल चढाइदिनु होला। शुद्ध जलम समर्पयामी ओम तुलसी देव्यै नमः। र त्यसपछि कुङ्कुमहरू चढाइदिन सक्नुहुन्छ। कुङ्कुमम समर्पयामी ओम तुलसी देव्यै नमः। अक्षताले चढाइदिनु होला। अक्षतान समर्पयामी ओम तुलसी देव्यै नमः। जौ तिल जेवान तिलान समर्पयामी ओम तुलसी देव्यै नमः। फूलहरू चढाइदिनु होला। पुष्पम समर्पयामी ओम तुलसी देव्यै नमः। र फूलका मालाहरू चढाउन सक्नुहुनेछ। पुष्पमाल्यम समर्पयामी ओम तुलसी देव्यै नमः। र धूप बालेर तुलसी मातालाई देखाइदिन सक्नुहुनेछ। धूपम समर्पयामी दीपम समर्पयामी ओम तुलसी देव्यै नमः। र नैवेद्य प्रसादहरू चढाइदिन सक्नुहुनेछ। नैवेद्यम अर्पयामी ओम तुलसी देव्यै नमः। त्यसपछि पुनः शुद्ध जल चढाइदिन सक्नुहुनेछ। आचमनियम समर्पयामी ओम तुलसी देव्यै नमः। त्यसपछि फल लिएर तुलसी मातालाई चढाउन सक्नुहुन्छ। फल नैवेद्यम समर्पयामी ओम तुलसी देव्यै नमः। र सुपारी चढाइदिन सक्नुहुन्छ। ताम्बुलम समर्पयामी ओम तुलसी देव्यै नमः। र दक्षिणा पनि चढाइदिन सक्नुहुन्छ। दक्षिणा द्रव्यम समर्पयामी ओम तुलसी देव्यै नमः। र यसरी पूजा गरिसकेपछि हजुरहरूले तुलसी माताको त्यसैगरी लक्ष्मी नारायणको जल पिउन सक्नुहुन्छ। र जल पान गरिसकेपछि
तुलसीलाई र लक्ष्मी नारायणलाई छोएर एउटा माला दुवैतिर पुग्ने गरी माला लगाइदिन पनि सक्नुहुनेछ। पूजन गर्दा नजिकै राखेर सधैँ पूजन गरिसकेको भए एउटै भइहाल्छ, केही फरक पर्दैन। र आजको दिन नारायण भगवान क्षीर सागरबाट आफ्नो शयन समापन गरेर उठ्नु भएको छ र मैले आजको दिनमा नारायण भगवानसँग कन्यादान गरिदिएको कल्पना गर्नुहोला अथवा भावले पूजन गर्नुहोला। त्यसपछि दुवैलाई चन्दन फूलले पूजन गरेर त्यसपछि हजुरहरूले आरतीको तयारी गर्न सक्नुहुन्छ। विशेष गरी हजुरलाई आरतीका भजनहरू आउँछन् भने अथवा सुनेर पनि आरती गर्न सक्नुहुनेछ। मठको वरिपरि घुम्न सक्नुहुनेछ अथवा घुम्ने स्पेस छैन भने जल हातमा लिएर 3 चोटि वरिपरि घुमाउन सक्नुहुन्छ। ओम यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि सिन्तु प्रदक्षिणाम पदे पदे। यसरी प्रदक्षिणा गरिसकेपछि अर्घ्य दिनुपर्दछ। दुवैतिर पूजा गरिएको पात्रमा मठमा विशेष अर्घ्यम समर्पयामि। ओम तुलसी देव्यै नमः, ओम श्री लक्ष्मी नारायणाय नमः भनेर अर्घ्य चढाउनु होला। यसरी पूजा गरिसकेपछि तुलसी माताको विवाह सुसम्पन्न हुन्छ र हजुरहरूले यस जानकारी सुन्दै गर्दा मनमा लागेका जिज्ञासाहरू निर्धक्क भएर कमेन्ट गर्नुहोला र हामीलाई कुन ठाउँदेखि सुन्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला। सबैको जय कल्याण होस्। नारायण।